तेर्साको केही कुरै आउन्न। अब कसरी बनाउने भ्लग? हाम्रो बाइकको स्पिड भनेको जम्मा 45 हो। 45 भन्दा माथि जान्न र बिस्तारै बिस्तारै हामी लगभग 20-25 मिनटमा चाहिँ पुग्छौँ होला। घरबाट कम ब्याग हान्न पऱ्यो भनेर घर बाहिर निस्कन्छु। साला क्यामेरा तेर्सायो भने त बोलिनै फुट्दैन यार। के भन्ने अब? होइन, तिमीले के भन्न चाहन्छौ यो विषयमा? चस्मा लगाएछौ त खतरा। के गर्ने, यस्तै छ जिन्दगी होइन। कम ब्याग हान्न सकिएन। अब कसरी हो कम ब्याग हान्ने भन्ने कुरो बिस्तारै सोचिरहेको छु। यस्तै रहेछ जिन्दगी। अब के गर्नु, गर्न सकिएन। नेपालमा प्रदूषण बढिरहेको, विदेश जाने बाहेकहरू प्रदूषणको बारेमा यो हाम्रो नेपालको लास्ट प्रदूषण भइरहेको वरिपरि होइन। अब यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको अब अलिकति माथि नै सोच लाउन पर्ने हुन्छ। हामीलाई त केही नलेजहरू त छैन होइन। त्यही पनि यसो सोच्दै बुझ्दै गर्दाखेरि यो जङ्गलहरूतिर आगो लाग्ने कामहरू धेरै भइरहेछ। अब यसलाई नियन्त्रण कसरी गर्ने भन्ने यो सरकारको हातको कुरो हो। हामीले केही गर्न सकिन्छ? तिम्रो भनाइ चाहिँ के छ? त्यही हो, आगो लाग्ने गर्दाखेरि अहिले यो नवलपुरमा चाहिँ यो प्रदूषण चाहिँ अब धुलोको कारणले चाहिँ होइन, यो चाहिँ धेरै भनेको आगो लागि भएर नै हो। किनकि अब अलिकति सुक्खा खडेरी लाग्ने टाइम भयो, त्यही भएर चाहिँ यस्तो भइरहेको। अब यस्तै कुरा गरेर भ्लग बनाउने त हो। अरू त अब हामीसँग केही आइडिया छैन। बिस्तारै अब आइडिया भयो भने चाहिँ राम्रो राम्रो भिडियोहरू क्लिपहरू। हामीसँग क्यामेरा पनि छैन राम्रो होइन। हुन त आइफोन हो 6S, तर यो हाम्रो नवलपुरको बाटो चाहिँ यस्तो बवाल हिँड्न लायकको छ भनेको यस्तो रहेछ। म्याम भुली के बनाउनु त बनाहा, यस्ता खाल्टा र खुल्टी बनाहा। अब यसलाई कसरी नियन्त्रण गर्छ सरकारले भन्ने कुरा हो नि त। अब सबै कुरा सरकारको हातमा छ, हाम्रो हातमा त केही छैन होइन। हामीले त के गर्न सकिन्छ र? अब विदेश जाने भएको बाई छैन। त्यही पनि विदेशले पनि गाँड हानिरहेको हाम्रो। त्यही भएर यसो मोबाइल तेर्साएको के भन्ने के बारेमा भन्ने के को बारेमा भन्ने भयो होइन। घरबाट एउटा सोचेर आयो अनि बाहिर आएर यस्तो क्यामेरा तेर्साएपछि त ल बोली नै फुट्दैन यार। के गर्ने त अब भन्दा जे हुन्छ त्यही बोलिदिने। बोल्नु चौधरीले चाहिँ राम्रै गरिरहेछ यतातिर। अब पोलिटिकल्ली हेर्ने हो भने त त्यसको काम केही छैन, तर जे बिजनेसहरूमा चाहिँ राम्रो गरिरहेछ भनौँ न। अब यस्तो पर्यटकहरू भित्राइरहेछ यतातिर, यस्तो दामी ठाउँहरू छ होइन। अब मान्छेहरू भिजिट गर्न आउँछन्, टक्क मजा लिन्छन्, रमाइलो गर्छन्। हेर्नुहोस् यो हाम्रो प्रदूषण, यो नवलपुरको प्रदूषण हो। अब यसलाई कसरी सरकार नियन्त्रणमा लिएर हाम्रो यो नेपालको नक्सा एकदम सफा गराउनु पऱ्यो। वर्ल्डको 2मा निकाल्नु पऱ्यो कि सभामा। 4मा 2मा आयो, अब वर्ल्डको सभामा 2 नम्बरमा निकाल्न सक्यो भने बालिन सरकार एकदम सक्सेस हुन्छ जस्तो लागिरहेको मलाई जहाँसम्म। अब झोले घन्टीहरूले त जे पनि भन्छन् होइन। अब तिनीहरूको कुरा नसुनेर अब आफूले राम्रो काम राम्रो पक्ष लिएर चाहिँ राम्रो गर्न सक्यो भने चाहिँ हुन्छ है। किनकि पढे लेखेका विज्ञहरू मान्छेहरू पनि छन् नेपालमा। त्यही भएर अब यसलाई चाहिँ कसरी हुन्छ नियन्त्रण गर्नु। हाम्रो नेपालको बाटो यो पूर्व पश्चिम राजमार्ग, महेन्द्र राजमार्ग होइन। यस्तो महेन्द्र राजमार्ग यति दामी भयो, यसले दाउनेमा मात्र हो कि नराम्रो। अहिले यस्तो दामी भयो होइन। यहाँ धुलोको प्रदूषण अहिले लगभग 80% कम छ। अब बाहिरको प्रदूषण धुवा चाहिँ लास्टै छ कि धुवा। यो वन जङ्गलहरूमा आगो लाग्ने प्रोसेस चलिरहेछ। अब यसलाई नियन्त्रणमा लिनलाई चाहिँ पानी नै पर्नुपर्छ, नत्र चाहिँ गाह्रो पर्छ। यस्तो पुरै अगाडिको त धुवाले केही देख्दैन कि त्यस्तो होइन। तर यो क्लिन हुने अन्त यो यतापट्टिको घरहरू यस्तो दामी देखिन्छ, कुरै छोडिदिउँ न। जिन्दगीमा मेन रोडमा एउटा घर बनाएर नि बस्न सकिने भइएन होइन। अब आउँदा जाँदा कहिलेकाहीँ सजिलो त हुन्छ नि त। मेन रोडमा होइन, भित्र पनि बनाउन सकिएन भ्यान्छु।
कति राम्री अन्टी जानुभयो होइन स्कुटीमा अब गफसप हान्न त मिल्दैन त्यही पनि देखाइदिएको मात्र